नमस्कार दर्शकवृन्द, म आज लेलेमा 2079 मा छु। आज पहिलो दिन, तर दुर्भाग्य लेलेको लागि चाहिँ दुर्भाग्य साबित भएको छ। यो अगाडि टर्नले हेर्नुभयो, यो 78 सालको लास्ट रातको समयमा ध्वंस पारेको यो हुरी बतासले यो लेलेकै क्षेत्रमा पर्यो। हुन त मेरो चाहिँ आफ्नै फार्म नभए पनि कुनै पनि कृषकको यसरी फार्म जानु भनेको दुर्भाग्य हो, कृषकको लागि ठुलो नोक्सान हो। फेरि त्यसमा पनि हाम्रो नेपालमा सरकारले त्यति कृषिको कार्यक्रम ठुल्ठुला गफ गरे पनि कृषकको लागि चाहिँ उपयुक्त हुने कुनै प्रावधान छैन, किनभने यहाँ सोर्स फोर्समा चल्छ। त्यसो भए हुनाले तपाईहरुलाई यो देखाउन चाहे। यो 78 साल बिदाई हुन गइरहँदा यतातिर कृषकलाई भने ठुलो समस्या पारेर गएको छ। लाखौंको क्षति भएको छ। गोलबेडाको बोटहरू मजासँग हुर्किँदै थिए। त्यो हुर्किँदै गरेको गोलबेडाको बोटमा देख्नुभयो नि, आज राति 78 सालको रातिको यो रातिको हुरी बतासले बर्बाद बनाएको छ। अब कृषकको लागि अब कस्तो भएको होला, उहाँहरू अहिले यहाँ मैले तत्काल देखेको त छैन, तर पीडा महसुस भएको हुनसक्छ। सबै यसरी ढालेको छ, यसरी भाँचेको छ भनिसाध्य छैन। तपाईहरुलाई यो मैले आज चाहिँ लेलेबाट देखाइरहेको छु। यो ललितपुरको लेलेमा पर्छ। यो भर्खर फेरि बनेको पनि भर्खरै हो। यो भर्खर बनेको फारम हो। यहाँ चाहिँ भर्खर सुरु भएको थियो। अब यसरी गइसकेपछि कृषकलाई कति पीडा भएको होला त्यो हामी सहजै महसुस गर्न सक्छौं। अब यो 78 बाट 79 लाग्दै यहाँको कृषकलाई ठुलो समस्या भएको छ। यही भन्दै अहिले बिदा हुन्छु। धन्यवाद।